नमस्कार, म कमल पौडेल। तपाईलाई यो नयाँ भिडियोमा हार्दिक स्वागत छ। विभिन्न ठाउँहरूका दृश्यहरू देखाउने क्रममा आज म तपाईलाई बुर्तिवाङ बजारको ताजा अवस्था देखाउँदैछु। बागलुङ जिल्लाको पश्चिममा अवस्थित बुर्तिवाङ बजार, जो बागलुङ सदरमुकामबाट 92 किलोमिटरको दूरीमा पुग्न सकिन्छ, जुन क्षेत्र ढोरपाटन शिकार आरक्ष्य जानका लागि यो प्रवेशद्वार हो। तपाई अगाडि जुन देखिरहनु भएको पुल छ, यो पुल तरेर ढोरपाटन शिकार आरक्ष्य जान सकिन्छ भनेको यो यताबाट आएको बाटो। अब हामी सालजण्डी ढोरपाटन सडक अन्तर्गतबाट हामी ढोरपाटन शिकार आरक्ष्य पुग्न सक्छौं। यहाँबाट करिब 34-35 किलोमिटरको दूरीमा हामी ढोरपाटन शिकार आरक्ष्य पुग्न सक्दछौं। यो बुर्तिवाङ बजार जो बागलुङ बजारको दोस्रो भनेको बागलुङ जिल्लाको दोस्रो व्यापारिक नाका र केन्द्र हो। किनभने पहिलो व्यापारिक केन्द्रको रूपमा हामीले बागलुङ बजारलाई नै लिन सक्दछौं, जो मुस्ताङ पुग्ने नाका पनि हुन सक्दछ भने ढोरपाटन पुग्ने नाकाको रूपमा हामीले बुर्तिवाङ बजारलाई लिन सक्दछौं भने नेपाल सरकारले खासगरी मध्यपहाडी लोकमार्गमा विकास गर्न लागेका शहरी विकास अन्तर्गतका शहरहरूमध्ये यो पनि एउटा नमुना शहर हो। नमुना शहर विकासको कार्यक्रम अन्तर्गत यसमा पनि कामहरू भइरहेका छन्। अगाडिपट्टि तपाईँ देखिरहनु भएको छ, यो सिङ्गो बजार क्षेत्र हो भने यो बिचमा अजङ्ग परेर उभिएको यो दरबार होटल हो। यो यहाँका मेयर देवकुमार नेपालीको हो, तर यहाँका मेयर अहिले भर्खर खास गरी सहकारी ठगीको काण्डमा यो अनुसन्धानका लागि हिरासतमा हुनुहुन्छ। यद्यपि प्रमाणित भइसकेको भने छैन। त्यस्तै गरेर यो अगाडिपट्टि देखिने यो बुर्तिवाङ अस्पताल, जो गण्डकी प्रदेश स्तरीय प्रादेशिक अस्पतालको रूपमा स्तर उन्नति भएको छ र यहाँ विशेषज्ञ सेवा सहितका सेवाहरू प्राप्त गर्न सकिन्छ। र यो बुर्तिवाङ बजार निकै पुरानो बजार पनि हो। यद्यपि बीचमा द्वन्द्वकालमा निकै सुस्ताइरहेको बजार बिस्तारै लयमा फर्किएर फेरि बिस्तार हुँदै गइरहेको छ। तलपट्टि ढोरपाटनबाट बग्दै आइरहेको भवाङ खोला र तमानबाट बग्दै आइरहेको तमान खोला मिलेर दुईटाको सङ्गम छ भने यसको केही तलपट्टि निसीबाट बगेको निसी खोला पनि हामीले भेट्न सक्दछौँ। यतापट्टि हेर्दाखेरि यो उत्तर गङ्गा माध्यमिक विद्यालय सुधारिँदैछ। बिचमा राजनीतिक किचलोको चपेटामा परेको उत्तर गङ्गा अहिले बिस्तारै आफ्नो लय फेर्दैछ। यसको केही माथि हामीले यसका माथिका बजारहरू देख्न सक्छौँ। बजार क्षेत्रहरू, खास गरी गाउँ क्षेत्रहरू, पुरानो बस्ती क्षेत्रहरू, त्यहाँ पनि बिस्तारै आधुनिकीकरणले छोइरहेको छ। आधुनिक घरहरू बनिरहेका छन्। हामी यो कोडबाट भित्र गयौँ भने पछाडिपट्टि तपाईँ देखिरहनुहुन्छ धौलागिरी हिमाल हल्का देखिएको छ। त्यो ठिक्क कोइरोको मुनि यो धौलागिरी हिमाल हो। धौलागिरी हिमालको सम्मुखमा बुर्तिवाङ बजार पर्दछ। यसको केही माथि गएर हेऱ्यौँ भने हामीले यसलाई देख्न सक्दछौँ भने यतापट्टि यो ढोरपाटन नगरपालिकाकै क्षेत्र भयो र यहाँबाट भित्र गयौँ भने हामी यो खोलाबाट भित्रै गयौँ भने ढोरपाटन शिकार आरक्ष्यमा पुग्न सक्दछौँ। यो गजबको सुन्दर बुर्तिवाङ बजार तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मन पर्यो भने कमेन्ट, सेयर, लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोला। आज यतिन्जेल यो बुर्तिवाङ बजार हेरिदिनु भएकोमा, यो वारिपारीको बुर्तिवाङका फाँटहरू हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलका लागि म कमल पौडेल आज्ञा चाहन्छु। तपाईँको बाँकी समय शुभ रहोस्। नमस्ते।